हेलो एभ्रिवान, म चाहिँ अहिले मोरङको कानेपोखरी गाउँपालिकाको एउटा बन्दै गरेको टुरिस्टिक स्पटमा आइरहेको छु। एउटा चाहिँ पर्यटकीय क्षेत्र बनाउन खोजिराखिएको छ। यो चाहिँ बेम्बो केभ भनेर भनिँदो रहेछ, भनेको बाँसको गुफा। यो चाहिँ कानेपोखरीको बिहीबारे भन्ने एउटा बजार छ, त्यो बजारबाट केही उत्तर पूर्वतिर आइसकेपछि भेटिँदो रहेछ। आउने ल्यान्डस्केप अलिकति अप्ठ्यारो छ, कारण के भन्दाखेरि उकालो ओह्रालो छ अनि बाटोको संरचना त्यति राम्रो छैन। तर जब यहाँ आइपुगिन्छ, यहाँ आइपुगिसके पछाडि भने एकदम राम्रो छ, मजासँगको यो सानो खालको बाँसको चाहिँ बाँस घारी रहेछ यहाँ ठुलो, अनि एकदम चाहिँ त्यो गेटको सेपमा चाहिँ बाँसका हाँगाहरू नुइएकोले गर्दाखेरि यो गुफा जस्तो देखिँदो रहेछ। भनेको यहाँभित्र छिरिसके पछाडि सायद मजाले आकाश पनि मजाले देखिँदैन होइन। त्यसले गर्दाखेरि यो ठाउँ चाहिँ गुफा भयो, बाँसले बनेको गुफा। म तपाईँलाई आज यो बाँसले बनेको गुफा देखाउँदैछु। भित्रभित्र मैले अघि भनेको थिएँ आकाश देख्न पनि गाह्रो हुने गरेको यो बाँसका चाहिँ ठ्याक्कै एकै ठाउँमा चाहिँ यसरी चाहिँ बोट आएको छ, अनि यहाँबाट माथि चाहिँ यसरी हाँगा जस्तो फिजिएर गएको छ र अर्को बाँसको घारीमा छोएको छ। यसरी छुँदै गर्दाखेरि यो चाहिँ एउटा गुफाको आकार लिएको छ। त्यसले गर्दाखेरि यो ठाउँलाई चाहिँ बेम्बो केभ भनेर अहिले नाम दिन थालिएको रहेछ। ल हेर्नुहोस् त कति मजाको छ यो होइन। यो सिन हेर्नुहोस् त ल। यहाँ यो बन्न खोजेको चाहिँ अब यहाँ एउटा रेस्टुरेन्ट जस्तो खालको कन्सेप्ट रहेछ। अब अहिले बनाउने क्रम जारी छ। यो जता हेऱ्यो भने हेर्नु त कति राम्रो बनाएको छ यो होइन। प्रकृतिले बनाएको, यो मान्छेले बनाएको होइन। यो रोपिएको रहेछ। रोप्दा बाँस यसरी आए र अहिले अब यो फर्मल्ली सुरु नै त भइहालेको छैन, तर पनि मान्छेहरूको आवजावत अनि त्यस पछाडि ड्राई पिकनिक आउने मान्छेहरू शनिबार आउन थालिसक्नु भएको रहेछ। अनि यो ठाउँमा चाहिँ तपाईँले रमाइलोतिरबाट सहज रूपमा सिटी सफारीमा पनि आउन सक्नुहुन्छ। तपाईँलाई चाहिँ अर्को एक्स्ट्रा सवारी साधनको व्यवस्थापन गरिराख्न चाहिँ कहाँ होला के होला भनेर गरिराख्नु पनि नपर्ने रहेछ। ल हेर्नुहोस् यो चाहिँ हामी बेम्बो केभमा आइसकेका छौँ। अनि अब यो एकदमै राम्रो छ। यहाँनिर यो बाँसको ट्याक्कसँगले गेट बनिएको छ यस्तो गरेर होइन। अनि यहाँ अब अहिले तत्कालै त त्यस्तो केही सर्भिसहरू छैन, तर यहाँ बन्ने क्रम निरन्तर रहेछ। जस्तै हामी अब यहाँबाट यतापट्टि गयो भने, यो साइडमा गयो भने हामीले मजासँगले बाँसका बनाएका चाहिँ फलैचाहरू देख्न सकिन्छ होइन। यता वरिपरि बन्दै रहेछ। अनि यतातिर कटेजहरू पनि बन्दैछन्, कटेजहरू पनि त्यही सङ्ख्यामा बनिरहेका छन्। अनि अब यहाँनिर चाहिँ एउटा रेस्टुरेन्ट पनि राम्रो खालको हुने रहेछ। यता तलतिर चाहिँ दाजुहरूले काम गर्दै हुनुहुन्छ। नयाँ मान्छेहरू आउने गर्ने घुमघाम गर्ने काम चाहिँ यहाँनिर अलरेडी चलिरहेकै छ। यो ठुलो ठाउँमा छ, मजाको ठाउँमा छ। यो मोरङ जिल्लामा पनि यस्तो यो पहाडी ल्यान्डस्केप भएको चाहिँ यो ठाउँ रहेछ, एकदम राम्रो। अब यो जति बसे पनि बसिरहँ लाग्ने खालको यो समर स्पेन्ड गर्न, यदि चाहिँ तपाईँलाई पनि अल्छी लागेको छ घरमा बस्दा र चाहिँ मजासँगले बस्ने इच्छा चाहना छ भनेदेखि यो ठाउँ तपाईँका लागि सैटरडेको एक दिन बिताउनका लागि यो पर्फेक्ट ठाउँ छ। म यति घुमिसकेँ। यो घुमेको ठाउँमा तपाईँले खालि यो बाँसका बुसहरू मात्रै देख्न सक्नुहुन्छ। र यो बाँस चाहिँ पर्टिकुलरली यो जङ्गली बाँस हो। यसलाई चाहिँ हामीले यो घरमा कुनै पनि प्रयोजनमा प्रयोग गर्न सकिँदैन यो, किनभने सानो छ। दाउराकै लागि प्रयोग गर्छु भन्दा त ठिकै छ, नत्र भने यो अरू काममा प्रयोग नहुने गरेको बाँस छ। अनि यो घाँस पनि त्यति नभएको खालको बाँस छ। यो एउटा झ्याङै सबै काट्यो भने मात्रै एउटा गाई अगाउने गरेको घाँस होला। त्यसले गर्दाखेरि यो घाँस होइन, अन्य कुरामा पनि प्रयोगमा आएको छैन। तर अब यहाँ शीतलता चाहिँ साह्रै राम्रो रहेछ। र यो ठाउँमा भोलि पर्सि रेस्टुरेन्ट खुलेपछि म त अवश्य आउनेछु, किनभने यो त मेरो ससुराली घरको छेउमै छ होइन। अब तपाईँहरू पनि आउनु होला। रमाइलो आउने, रमाइलोबाट बिहिबारे छेउबाट, बिहिबारेबाट त जसले सोधे पनि हुन्छ। सफारी पाइन्छ,
आफैले मोटरसाइकल लिएर आउँदा पनि हुन्छ। कोही ठाउँ अलिअलि ओह्रालो छ, कोही ठाउँ उकालो छ। यो तराईको मोरङ जिल्लाको पनि एउटा पहाडी ल्यान्डस्केप एक्सपिरियन्स गर्न मन छ भनेको लागि तपाईँको लागि यो एकदमै सुइटेबल ठाउँ छ। यो आउनु होला, शनिबार मजाले इन्जोय गरेर जानु होला। आहा, कति शीतल पानी हो। एक मिनट मुखै इनारको पानी ओभरफ्लो हुने, पुरा लेउ लाग्ने पानी झर्दो रहेछ यहाँ। पहाडको जस्तो, मूलको पानी जस्तो। म चाहिँ यहाँनिर अहिलेको एकदम मोरङ जिल्लाको खर्कमा आइपुगेको छु। अब यहाँ यतापट्टि म चाहिँ हिँड्दैछु। यो ठाउँ चाहिँ पुरा खर्क जस्तो छ। यहाँ ठुलो चौरसा बस्ती छैन यो ठाउँमा होइन। अनि पुरै खर्क छ। अनि तपाईँको यो साइडमा चाहिँ पुरा ल हेर्न सक्नुहुन्छ। यसरी भैँसी गाईहरूको पुरै चरण क्षेत्र रहेछ यहाँ। अनि यो कति मजासँगको ठुलो सङ्ख्यामा चाहिँ यसरी भैँसीका पाडापाडीदेखि लिएर गाई गोरु सबै चराइएको रहेछ। यो पनि यो मोरङमै कानेपोखरी जिल्लामै छ यस्तो ठाउँ होइन। अनि अब यस्तरी यो ब्याकग्राउन्डमा हिँड्दाखेरि त खर्क हिँडे जस्तो देखिन्छ, खर्कतिरको यात्रा जस्तो देखिन्छ। अब यतापट्टिबाट घुमेर हेऱ्यो भने यतातिर चाहिँ गाईको जनसङ्ख्या बढी छ, चौरुस्तै छ यतापट्टि पनि। यो ठाउँमा पनि गाईहरू मस्त चरेको छन्। यतापट्टि भने यो सामुदायिक वन छ। यो यतापट्टि पनि यो सामुदायिक वन रहेछ, यता पनि। र यो चाहिँ जुन तपाईँले अघि भर्खरै मात्रै जुन त्यो बाँसे गुफा देख्नुभयो, त्यो बाँसे गुफाभन्दा चाहिँ अलिकति 1 किलोमिटर जति उत्तरतर्फ आउनुपर्छ। यो पनि पुरै पहाडी ल्यान्डस्केप छ। यहाँ पनि पुरा पहाडको भाइब्स आउँछ। त्यहाँ मूलको पानी जस्तो चाहिँ इनार छ, तर मूलको पानी जस्तो पानी आउँदो रहेछ होइन। यो बिल्कुल मोरङ जिल्लामा जमानादेखि बसेको तर पनि नयाँ एक्सपिरियन्स भयो। आजको शनिबार विशेष खालको रमाइलो शनिबार भयो। मोरङ जिल्लामा नदेखेका ठाउँहरू देखियो, तपाईँले पनि देख्न सक्नुहुन्छ। बाई।